तपाईले अहिले पनि खादै हुनुहुन्छ? अहिले दबाई सकेछ यो खान थालेछु। ए यो चाहिँ कहाँबाट ल्याएर खानु भएको? मान्नेले माने भने चाहिँ कहाँबाट? हेल्पोस मेडिकल? मेडिकल ए पल्लो भन्नेको बाट ल्याए। अहिले यिनीहरू कुनै खानुहुन्न? यो सकियो खानु खानु चाहिँ भनेको छ? खान त भने खाइसके नि यो। ए यो यस्तोमा दिँदै यो अब चाहिँ नियमित हो तपाईँको? अब यो चाहिँ खाइराख्नु पर्छ अब अहिले चाहिँ? त्यो त खाइरहेको। तपाईँको नाम के हो आमा? मेरो नाम वेदमाया हो। वेदमाया श्रेष्ठ। कति वर्ष हुनुभयो? यो पनि होइन? 10 साली। यो पनि हो खानुभएको? यो सुँग्ने हो। सुँग्ने कति हो यो? यो नाख यस्तो। अनि यिनीहरू चाहिँ किन नगर्नु भएको त? यो त फोहोर रहेछ धेरै। छैन अब निस्केको। अब ल्याउनु पर्छ नि त। माने भन्ज्याङमा रोइला छ? यो खालि नपर्ने। नपाउने? अब सुन्नु ल, हामी चाहिँ माने भन्ज्याङ गाउँपालिकाबाट आएको सिस्टर र म होइन। अनि तपाईँहरूको चाहिँ माने भन्ज्याङ गाउँपालिकामा चाहिँ सामुदायिक औषधि कार्यक्रम सञ्चालन भइसकेको छ होइन। तपाईँको घर प्रत्येक घर घरमा हेर्नु कति दिन भइसक्यो तपाईँहरूको जस्तैको प्रत्येक घर घरमा गएर तपाईँहरूले कुन औषधि खानुभएको छ, के खानुभएको छ, कति समयसम्म खानुभएको छ र कुन औषधिको के नामको औषधि खानुभएको छ भनेर हामीले चाहिँ यो तपाईँहरूको यस्तो औषधि हेरेर होइन सेम टु सेम हामीले औषधि ल्याइदिन्छौँ कि। माने भने जानु पर्दैन, यहाँ क्लिनिक छ नि, तपाईँको क्लिनिकबाट नै यो औषधि सबै पाइन्छ कि होइन। अनि तपाईँको यो पायो भने त तपाईँले किन्नुहुन्छ होइन? पायो भने त भइयो नि। हो यो दुइटै चलाउनुहुन्छ हो? यो सबै निस्केको नानी होइन, खोल त चाहिन्छ नि त नि। जस्तै तपाईँले यो पनि खानुहुन्छ, यो पनि खानुहुन्छ होइन? यो पनि चाहिन्छ होइन? तान्ने यो दुइटै तान्नुहुन्छ होइन? यो पायो भने तपाईँले किन्नुहुन्छ है? किनेर ल्याएर त होइन अब तपाईँले भन्नुभयो माने भन्ज्याङमा पाएन भन्नुभयो। अब चाहिँ यहाँ हाम्रो माने भन्ज्याङबाट चाहिँ सामुदायिक औषधिबाट तपाईँले पायो भने किन्नुहुन्छ होइन? मगाइदिउँ त यो? यही सेम औषधि मगाइदिउँ त? मगाइदिन। ए ल, तपाईँको अहिले प्रेसर हेरौँ है? तपाईँले नि यो औषधि कति वर्ष भयो खानुभएको अझै? अस्ति के बेला हो नसकिकन मलै नबगिआएको। वैशाख जेठ असार साउन भनेपछि लगभग उहाँको 5 मल नबगिने 4 महिना पुरा भयो भनौँ न। को हुनुहुन्छ घरमा चाहिँ? म त तपाईँ र सासा नानी मात्रै देख्छु। बुढा छ नि, यो त नाति हो। सुर्ती खानुहुन्छ बजु तपाईँ? पहिला त खान्थे। तपाईँको प्रेसर धेर छ, 175 माथिको, तलको 102 छ। प्रेसर धेरै छ बजु। अहिले के गर्नुहुन्छ? सुर्ती खानुहुन्छ खानुहुन्न? अहिले खानु गरिकन खानु भन्न हल्का ल। एक 105 तपाईँको सुगर चाहिँ छैन है अझै? प्रेसर चाहिँ अलिक धेरै छ तपाईँले होइन? प्रेसरलाई अब यस्तो गर्नु, नुन छ नि, नुन अलिक कम गर्नु, अमिलो पिरो अलिक कम गर्नु, चिल्लो कुराहरू अलिक कम गर्नु होइन। त्यसपछि करेला छ भने करेला हुन्छ नि, करेलालाई चाहिँ के भन्छ काटेर उसिनेर होइन खाने गर्नु ल, अलिक कम गर्नु है। अरू केही पनि गर्नु पर्छ? जाँडरसी खानुहुन्छ खानुहुन्न बजुले? खाँदिनँ। पहिला त जाँदै नखाने, अहिले रस खान्थेँ, अहिले उल्टा गर्थे। खानु भएको छैन? खाएको